हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मैले फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु अनि यो मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। सो अनि यो भिडियोमा चाहिँ मैले के लिएको छु भन्दाखेरि हामीले यो क्लास 12मा चाहिँ के गर्यो, आई मिन कुन तरिकाले रमाइलो गर्यो भनेर जस्ट मेमोरीको लागि लिएर आएको छु। अनि यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। सो लेट्स स्टार्ट। वेलकम। सो हामीले चाहिँ क्लास 12मा एकदमै धेरै रमाइलो गऱ्यौँ अनि धेरै साथीहरू को एकजना 8 जनाको ग्रुप बनायौँ, जसमा म ग्रीष्मा, मेरो साथी सचिता, बसन्ती, मन्दिरा, निर्मला, अर्पणा, कृष्णा, करिश्मा, हामी यतिजना थियौँ। अनि त्यस पछाडि 11का नै साथीहरू उमा, अनि त्यस पछाडि पासाङहरू थिए। अनि हामीले चाहिँ एकदम धेरै रमाइलोहरू गऱ्यौँ। मैले यो भिडियोमा के ल्याएको छु भने मेरो साथीहरूले पनि आफ्नो क्लास 12मा के भयो भनेर अलिअलि भनेको छन्, त्यो कुराहरू नै थोरै जोडेको छु। सो पुरै हेरिदिनु होला। हेलो एभ्रिवान, म चाहिँ गौरीशङ्कर बहुमुखी क्याम्पसको स्टुडेन्ट र म चाहिँ यो गौरीशङ्कर बहुमुखी क्याम्पस आउँदाखेरि चाहिँ धेरै क्रियाकलापहरू गरेँ, धेरै साथीहरूलाई भेटेँ, राम्रो रिलेसनहरू बनाएँ, राम्रोसँग पढेँ। अनि गौरीशङ्कर बहुमुखी क्याम्पस आएर अब आफ्नो भविष्यलाई उज्जवल बनाउने सपना बोकेर हिँडेको छु। हेलो गाइज, इट्स मी निर्मला थामी। अहिले चाहिँ हामी अब 12मा अनि बोर्ड इक्जाम आउन लाग्यो। यो सालको हामी के अरे 12 क्लासमा चाहिँ हामीले धेरै इन्जोय गऱ्यौँ अनि धेरैजना साथीहरू बनायौँ, साथीहरूसँग राम्रो राम्रो पलहरू बितायौँ अनि स्टडी पनि गऱ्यौँ। गुड मर्निङ, आइ एम कृष्णा श्रेष्ठ। म चाहिँ अब यो क्लास 12को अन्तिममा छु। अब जम्मै 1 महिना मात्रै छ। यो अब हामी चाहिँ कति 12 महिना बिताउनु पनि अब 11 महिनासम्म चाहिँ मैले धेरै कुराहरू गरेको छु। अब जस्तै म चाहिँ बढी टिकटक बनाउन, नाच्न, गीत गाउनमा रुचाउँछु कि, अनि त्यस्तै छ। अनि म चाहिँ पढ्नमा पनि रुचाउँछु, अनि पढेको पनि छु, टिकटक पनि बनाएको छु। मेरो साथीहरूसँग पनि अब राम्रो रिलेसनसिप बनाएको छु। अनि मेरो साथी चाहिँ उता बसेर मुसु पनि हाँस्दै छ है मैले गरेको देखेर। अझै गौरीशङ्कर बहुमुखी क्याम्पसमा आएको चाहिँ 12मा पढ्छु। मलाई चाहिँ गौरीशङ्कर क्याम्पस एकदमै राम्रो लाग्यो। मलाई त्यसको वातावरण हेर्ने बेला पनि धेरै राम्रो छ। मलाई सबै आकर्षक छ, सबै राम्रो छ, पढाइ पनि राम्रो छ यहाँ। त्यसपछि साथीहरू पनि राम्रै छन् भन्दा पनि राम्रो छ। गौरीशङ्कर बहुमुखी क्याम्पसमा कक्षा 12मा पढ्दैछु। एन्ड मैले चाहिँ कक्षा 12मा एकदमै धेरै पोजिटिभ कुराहरू चाहिँ सिकेँ होइन, अनि धेरै साथीहरू पनि बनाएँ। सो आई एम भेरी ह्याप्पी एन्ड थ्याङ्क यू सो मच। आज चाहिँ हाम्रो एनुअल फङ्सन छ। सो के अरे अब क्लास 12 पनि सकिन लाग्यो है हाम्रो चाहिँ। मैले धेरै साथीहरू बनाएँ, धेरै पढेँ, अनि भविष्यमा धेरै प्रगति गर्नु छ, यही हो।
धन्यवाद। बाई।